आमाको त्यो स्नेह, माया, प्रेम र त्यो प्यारो काख जसले हरेक अबोध बालकलाई एउटा छुट्टै भिन्न संसार दिएको छ, रमाउने आँगन दिएको छ, चौतारी दिएको छ, छाहारी बनिदिएको छ। आज वैशाख 4 गते अर्थात् माता तीर्थ औँसी हामीले जान या अनजानमा गरेका केही गल्ती कमजोरीहरू छन् भने प्यारे आमाले हामीलाई माफी दिनुहुनेछ भन्ने कामना गर्दै लेखिएका रचनाहरू सुनौ। शीर्षक रहेको छ आमा। फुलको बगैँचामा त्यो फुल हुने, फुलको बगैँचामा त्यो फुल हुने, जसले संसारको सारा भमराबाट आफ्नो कोपिलाहरूलाई जोगाई हुर्काउँछिन्, बढाउँछिन्, सुगन्धित बनाई आफ्नो बगैँचामा ढकमक्क फुलाउँछिन्। नफुले पनि कोपिलाहरू हुन्न त्यो फुललाई पीडा। दुनियाँले जे जति भने पनि आफ्नो सास रहन्जेल ती कोपिलाहरूलाई आफ्नै बगैँचामा हुर्काउँछिन्, बढाउँछिन्, ढकमक्क फुलाउँछिन्। त्यो टन्टलापुर घाममा पनि ओत पनि ती कोपिलाहरूलाई ओइलाउन दिन्नन्। त्यो टन्टलापुर घाममा पनि ओत पनि त्यो कोपिलाहरूलाई ओइलाउन दिन्नन्। कहीँ कतै चर्को घामले पोले पनि मलम बनी ती कोपिलाहरूलाई आफ्नै बगैँचामा हुर्काउँछिन्, बढाउँछिन्, ढकमक्क फुलाउँछिन्। बर्खे याममा संसारको त्यो हिलोमा चिप्लेलौ बाबु भनी सम्झाउँछिन्। चिप्लिए पनि नडराउनु, मेरो हाँगाबाट तिम्रो काप अलग हुन दिन्न भनी हौसला दिन्छन्, हुर्काउँछिन्, बढाउँछिन्, आफ्नै बगैँचामा ढकमक्क फुलाउँछिन्। जब निस्कन्छन् ती कोपिलाहरू संसारको हिलोमा सङ्घर्ष गर्न, तब कयौँ चोटि त्यो हिलोमा लड्छन्, पड्छन्, चिप्लिन्छन् र अन्त्यमा त्यो हिलोमा साथ दिने आफ्नो कोही नभेटेपछि फेरि फर्केर आफ्नै फुलको न्यानो त्यो काखमा आई आफ्नो पीडा पोख्दै भन्छन्, आमा त्यो हिलो चिप्लो त थियो नै, तर उठ्न खोज्दा पनि झन् लडाउन खोज्ने रहेछ। अनि फुल भन्छन्, तिमी मेरो कोपिला हौ, हो समयसँगै गयो होला केही पर, तिमी केही पर तिमी। अनि बर्खाको त्यो बर्सातले तिमीले आकाश छुन खोज्दा लडाउन खोज्यो होला, लड्यौ पनि होला, तर नबुल्नु तिमी। आकाश छुन केही पर गए पनि अलि वरबाट तिमी आमाले तिम्रो काप कहिले नटुट्ने गरी माया, स्नेह र प्रेमको डोरी बाँधेर राखेकी छिन्। फुलको बगैँचामा त्यो फुल हुने, जसले संसारको सारा भमराबाट आफ्नो कोपिलाहरूलाई जोगाई हुर्काउँछिन्, बढाउँछिन्, सुगन्धित बनाई आफ्नै बगैँचामा ढकमक्क फुलाउँछिन्। फुलको बगैँचामा मेरो प्यारो फुल उहाँ र म उहाँको प्यारो कोपिला। जब वर्षाको बर्खाले मलाई हिलोमा लडाउन खोज्यो तब महसुस भयो समयले मलाई आमाबाट कति टाढा पुगाएछ। जब आमाको समीपमा थिए तब मेरो काप कति बलियो थियो। न त काप चुडिने डर थियो, न संसारको हिलोको डर थियो। आमा मेरो शीतल छारी, मेरो अटुटनीय साहस, मनोबल र मेरो पहिलो प्रेम। सन्ततिको दुःख हेर्न सक्दिनन् उनी, अत्तालिन्छन्, गुमाउँछिन् होस अनि वेदनामा छटपटाउँछिन्। त्यसैले त उनी महान आमा हुन्।